ग्लोबल आयामी बैंक डडेलधुरा शाखाबाट 10 थान डस्टबिन हस्तान्तरण। वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले ग्लोबल आयामी बैंक शाखा डडेलधुराले अमरगढी नगरपालिका 5 मा 10 थान डस्टबिन हस्तान्तरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व वातावरण दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर दिल्लीराज जोशी प्रमुख अतिथि थिए भने वडाध्यक्षहरूको पनि उपस्थिति रहेको थियो। सञ्चालन प्रमुख कमल एडीका अनुसार हस्तान्तरण गरिएका डस्टबिनहरूको कुल लागत 1 लाख रुपैयाँ बराबर रहेको बताएका छन्। शाखा प्रमुख वीरेन्द्र शाहीका अनुसार ग्लोबल आयामी बैंक सामाजिक उत्तरदायित्व प्रति सधैँ सजग र आगामी दिनहरूमा पनि यस्ता समाज उपयोगी कार्यक्रमहरूमा निरन्तर सक्रिय रहने बताएका छन्। यस कार्यक्रमबाट स्थानीय स्तरमा वातावरण प्रति सचेतना बढ्ने र फोहोर व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।